प्रतिपक्ष बिनाको सरकार नुन बिनाको तरकारी जस्तै हुन्छ। गन्तव्यमा हिँडेको गाडी, सरकारको गाडीमा ब्रेक भएन भने गाडी दुर्घटना पर्छ। त्यसैले हामीले सरकारको ब्रेकको काम गरिरहेका छौँ। सम्माननीय सभामुख महोदय, तर मैले त्यो उक्त सन्देशमा सिंहदरबार जलाउन जाउँ भनेको थिइनँ, जेल तोड्न जाउँ भनेको थिइनँ, निहत्या 20 जना मरिसके थप 30 जना युवालाई मार्नुपर्छ भनेको थिइनँ, नेपालले भारतको सिमाना मिच्यो भनेको थिइनँ। मैले त नेपालको संवैधानिक निकाय राष्ट्रिय मानवाधिकार आयोगले प्रमाणित गरी सरकारलाई बुझाएको प्रतिनिधिको जुन कुरा बोलेको हुँ, त्यसैले मेरो प्रयोग गरेका शब्दहरू जायज, यथार्थ र प्रमाणित विषयमा आधारित हुन्। त्यो भएर सम्माननीय सभामुख महोदय, म अपिल गर्न चाहन्छु, प्रतिपक्षको काम प्रश्न उठाउने हो, खबरदारी गर्ने हो। यतिसम्म संवैधानिक ज्ञान हामी सबैले हुनुपर्छ। म प्रतिपक्ष मात्र जितेर आएको होइन सम्माननीय सभामुख महोदय, सरकारको मात्र म प्रतिपक्ष होइन, यो व्यवस्थाकै प्रतिपक्ष हो र यो व्यवस्था नै हुँदैन भनेर म खबरदारी गरिरहेको छु र गर्छु पनि। प्रश्न, प्रतिपक्ष बिनाको सरकार नुन बिनाको तरकारी जस्तै हुन्छ। गन्तव्यमा हिँडेको गाडी, सरकारको गाडीमा ब्रेक भएन भने गाडी दुर्घटना पर्छ। त्यसैले हामीले सरकारको ब्रेकको काम गरिरहेका छौँ।